हेलो नमस्कार साथीहरू सबैलाई। अब चाहिँ हामी पार्ट 2 मा आयौं। पार्ट 2 भनेको अस्तिको ब्लाउजको है। यो प्रिन्सेसलाई मैले चाहिँ सरर यसो जोड्न थालेँ त फटाफट यो जोडेर भ्याइहाल्छु फ्रन्ट पाटालाई यस्तै गरी। अब यो हार्ट सेपमा चाहिँ अलिकति सेप मिलाएर गर्नु ल। यो जोइन गर्दा लुज नाका लाउँदा एकदमै छेउछेउमा लाउनु होला है, जसले गर्दा सिलाउने बेलामा दब्यो भने पाइपिङहरु लगाउँदा दब्यो भने चाहिँ फिनिसिङ चाहिँ राम्रो आउँछ। यो काञ्चीपुरम साडी एकदमै तन्किन्छ, त्यसैले यसलाई चाहिँ बिस्तारै गर्नु होला, नतन्काइदिनु होला है। तन्कायो भने यो भित्री भन्दा ज्यादा हुन्छ है त। मेरो चाहिँ नतन्काइ सिलाछु, ठिक्क भएर आइरहेछ है त। यसैले सरर काखी साइड चारैतिर यसरी मजाले सिलाउनु होला। अनि चुड्का पनि ठ्याक्क चुड्कामा यसरी मिलाउनु होला है त। अब यसरी सरर सिलाइ गर्दै जाउँ ल। यो चाहिँ किन यसरी राखेँ भन्नु होला, यो चाहिँ फोल्डमा पर्छ कि ठ्याक्कै, त्यही भएर यसरी राखिदिएँ है त मैले। अब हाम्रो यो बाउला आयो, फ्रन्ट पार्टै खोज्दैछु कि मैले प्रिन्सेसको यहाँ। अब यो अघि हाम्रो भित्री नपुगेर टुक्रा जोइन गरेका थियौँ नि, अब त्यसलाई चाहिँ हामी सरर जोइन गरौँ। यो चाहिँ नदेखिने कपडा भएको भएर मैले चाहिँ बाहिरी पाटामै राख्छु है त जोइन गरे पाटालाई। अब यसलाई चाहिँ ठ्याक्क भित्र मिल्ने गरी म खोज्दैछु, भित्री कपडा भित्रै पर्ने गरी यसरी है सरर यो जोड्नु होला। यो जोड्ने बेलामा नि भित्री बाहिरी जता परे नि परोस्, त्यो भएन, चुड्का चाहिँ ठ्याक्क मिलोस् र यसरी सरर टाका लाउनु होला है त। सरर यसरी यसलाई पनि मैले यो भित्र पर्ने भएको भएर सादा भागै परेछ है त ल। अब यसरी सरर यतापट्टि नि जोइन गरिदिनु है त। अब हाम्रो यो पनि भयो। अब अर्को पाटा आयो है त हाम्रो। अर्को पाटा म खोज्दैछु यहाँ ल। मिल्यो। अब अघि मैले बाहिरीलाई माथि पारी, अब भित्रीलाई माथि पारेर हेर्छु है त ल। यसरी गर्दा पनि हुन्छ है, तन्काउनु चाहिँ भएन भन्न खोजेको है त ल। यसरी सिलाउनु होला सरर ल, यसरी नै गर्नु होला है त। अब अर्को पाटा नि मैले जोइन गरेँ यसरी। त्योभन्दा पहिला चाहिँ बाहिरी पाटा यसरी जोइन गर्छु त सरर टाका लाउने। हजुरहरूलाई मेरो भिडियो र मेरो तरिका राम्रो लागेछ भने चाहिँ लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला है, जसले गर्दा चाहिँ हामीलाई नेक्स्ट भिडियो बनाउनको लागि अझै उत्साह मिल्छ, प्रोत्साहन मिल्छ है। जे भन्नुभयो पनि अझ एक्टिभेट हुन पाउँछौँ ल। अब यसरी सरर टाका लगाइदिनु। म चाहिँ यो पछाडिको टक्स लामो राख्नुको कारण चाहिँ काखीमा खुम्चावट नहोस् भनेर, खिचावट हुन्छ नि त धेरै जसो लुगाको, त्यो नहोस् भन्ने हिसाबले चाहिँ यसरी राखेको छु। तरिका धेरै थरीको हुन्छ, धेरै तरिकाले राख्ने कोसिस गर्नेछु समयले साथ दिएसम्म है त। अहिले चाहिँ यो पोटलीको ब्लाउज एकदम ट्रेन्ड भएको भएर हाम्रो चाहिँ पसलमा चाहिँ खालि यसकै डिमान्ड छ। त्यसमा 4-5 वटा त यो पोटलीवालै सिलाउनु पर्छ। त्यो भएर भिडियोहरू सुट गर्न अलि लेट हुन थालेको छ, त्यसको लागि चाहिँ सरी हामी ल। अब यसरी टाका लाउँदै जाऊँ है त सरर यसरी। यो पनि टाका लाएर भ्याइदिउँ। मेजरमेन्ट चाहिँ मैले ठ्याक्कै यो भित्रीको पाटामा राख्दिएको छु, जसले गर्दा चाहिँ बिल पल्टाएर मेजरमेन्ट याद गरिरहनु नपरोस् भनेर है त ल। टक्सलाई पनि सिलाइदिएँ। पहिला ठाडो सिलाइ यसरी गर्नु, यसरी ठाडो सिलाइ गर्दैपछि चाहिँ भित्री र बाहिरी छुट्टिन, नत्र एकैचोटि यसरी सिलाउँदा चाहिँ भित्री भाग ज्यादा बाहिरी भाग थोरै च्यापिन्छ कि अनि झोलिन्छ। त्यही भएर पहिला चाहिँ सिधा टाका लाउने गर्नु है ल। अब अर्कोलाई पनि तल चाहिँ 1.5 इन्च जस्तो माथिसम्म अनि माथिबाट चाहिँ स्वाट्ट यसरी छड्के सिलाइदिने है। स्केलले कोर्नु भए पनि हुन्छ है। बराबर छ कि छैन पाटा हेर्दैछु, एकदम बराबर छ। अब यो बाँकी बसेको पार्टले मैले पाइपिङलाई काटेँ है त। मैले पहिल्यै भनेको थिएँ पाइपिङ यसबाट बनाउने हामीले भनेर। जम्मा यो कपडा 6 इन्च जति छ कि, धेरै पनि छैन। अब यसलाई सिधा र देउरी गरेर छड्के, एउटा लामो चुच्चो एउटा छोटो चुच्चो है, त्यसरी बुझ्नु है ल। अब यसलाई पनि यसरी छड्के काट्ने। अब यो देउरीपट्टि भन्छ कसैले, कसैले चाहिँ 22 पट्टि काटौँ भन्नुहुन्छ है। जे भने पनि एउटै हो,
यो तन्किनेलाई छड्केपट्टि देउरीपट्टि जे भन्नु पनि 22 भने पनि है त। अब यो बचेको पार्टबाट चाहिँ पछाडिको भागलाई हामी हुक घर बनाउँछौँ है त, खिप घर चाहिँ यसरी म नाप्दैछु। ल यसरी ठ्याक्क नापेर सर सिलाइदिउँ। यसलाई चाहिँ ओभरलक दिनु होला है, नत्र चाहिँ फ्यासिन्छ एकबाट चाहिँ। मैले चाहिँ तलसम्म भित्री आउन दिइनँ, किनभने तल चाहिँ फोल्ड गर्ने हो, फोल्ड गर्ने भएर मैले 2 इन्च त्यतिकै छोडिदिएँ है त। अब यसलाई चाहिँ डबल गरेर मैले चाहिँ मेसिनले पनि टाका हान्छु, त्यही भएर त्यो छोडिदिएँ। अब यो 1 इन्ची र माथि हाफ इन्ची चाहिँ पोटली राख्ने भाग छुट्याउँदैछु। अब फटाफट हामी पोटली राखौँ है त। पोटली राख्दा चाहिँ यसरी 1 इन्ची जस्तो, 1 इन्च अथवा 6 लाइन जस्तो यसरी राखेर काट्नु होला। त्यसले गर्दा चाहिँ हेभिङ गर्न पनि सजिलो, पछाडि भाग पनि भुक्क उठ्दैन। अनि लाइनै राख्दै जानु है त। अलिकति फुत्केसो भेट्दैछु है म। ल अब सुरु है त हामी। ल यसरी राखौँ, ठ्याक्क चापले हाफ इन्च जस्तो बाहिर जान दिने, अनि एक टाका लगाउने, फेरि अर्को लगाइहाल्ने है यसरी सर। अब सबै लामै राखेर त सिलाउनु अप्ठ्यारो हुन्छ। अब यो 2-3वटा राखेर मैले अब सर मेसिन चलाएर सिलाउन थाल्ने है त। राख्नु त त्यो मोतीवालाको राख्दा पनि हुन्छ पोटली, त्यो राख्दा चाहिँ मेसिनमा यसरी सिलाउन चाहिँ अलिकति समस्या पर्ने भएको भएर हो, नत्र हुन त त्यसको पनि हुन्छ, बराबरी आउँछ झन्, त्यसको केही गर्नै पर्दैन। फाइबरको चाहिँ बनाउन अलिकति टाइम लाग्ने। ल यसरी सिलाएँ। एउटा ब्लाउजमा यसरी नजिक सिलाउँदा चाहिँ नर्मल्ली 13 इन्चीसम्म हुँदा चाहिँ 20-22वटा लम्बाइ, अनि 14-15 हुँदा 26-28 त्यसरी लाग्ने गर्छ है। पोटली चाहिँ बनाउन चाहिँ टाइम खाने कि, तर लगाउँदा चाहिँ कति राम्रो देखिन्छ। कस्टमरलाई राम्रो देखेपछि चाहिँ हामीलाई पनि सिलाउँ मन लाग्ने कि यो। ल है त यसरी सर सिलाउँदै गरौँ है त। अब यो पनि राखौँ यसरी, बराबर छ कि छैन याद चाहिँ गर्दै गर्नु है। भरे फेरि सिलाएँ तलमाथि भयो भने त राम्रो देखिन्न। यसरी मिलाइ सिलाउनु होला है त। बराबरी आजै म पल्टाउँदैछु के मेरो चाहिँ बराबरी आयो, हजुरहरूले पनि यसरी गर्नु होला है त। अब आयो फेरि अर्को पोटली राख्दैछु यहाँनिर, पोटली जे ट्रेन्ड चल्यो त्यही डिमान्ड हुने कस्टमरको, त्यही अनुसारको बनाउने है त। अब यसलाई पनि सिलाउँ फेरि। ल यसरी सिलाऊँ। अब यसरी गरी राख्दै जानु होला है, अल्छी नगरिकन। पोटली धेरै छ, टाइम धेरै खान्छ। यसरी पोटली राख्दा चाहिँ पुरै पोटली बराबर नराख्नु, अलिकति पोटलीलाई चाहिँ हामीले छुट्याएको जम्मा हाम्रो हाफ इन्ची कपडा हो त्योभन्दा ज्यादा नराख्नु है, त्योभन्दा बढी राखिदियो भने मिल्दैन। ल नै भयो है मेरो चाहिँ पोटली। अब मैले पट्टी पनि माथिबाट लगाइदिएँ। अब अगाडिको पाटालाई सर यसरी प्रिन्सेसमा जोड्दैछु है त। अब यसरी प्रिन्सेस जोड्न चाहिँ मैले एडिट नगरिकन राखेको छु, ल सिलाउनलाई सजिलो होस् भनेर। यसरी सर सानो पाटा माथि राखेर टक्क यसरी चुड्का माथि चुड्का ठ्याक्क यसरी मिलोस् है त। यसरी मिल्यो भने चाहिँ लाउँदाखेरि पनि चट्ट फिनिसिङ देखिन्छ, खुम्चा आउट हुँदैन। नतन्काउनु है, कतै पनि नतन्काइकन यसरी राखिदिनु होला है त। ल यो कति राम्रो देखियो है, ल हेर्नु त। अब यसरी पनि हेरौँ बराबर च्यापेको छ कि छैन, एकदम पर्फेक्ट छ है त। अब म डबल सिलाइ गरिदिन्छु। यसलाई टक्क डबल सिलाइ गरिदिएँ। ल अब यसलाई यसरी सरल सिलाइ गरिदिएँ है। एकदम स्लो तरिकाले भनेको छन्, बिगिनरहरूलाई चाहिँ सिलाउन एकदमै सजिलो हुन्छ है, यस्तो बिस्तारै तरिकाले भनेको छु। अब अर्को पाटालाई पनि त्यस्तै गरेर जोडौँ। यो प्रिन्सेस जोड्दा चाहिँ ठुलो पाटा माथि बारे पनि हुन्छ हुनलाई चाहिँ, तर मेरो चाहिँ
सानो पाटो माथि पारेर गर्ने गरेछ मैले चाहिँ। यसो गर्दा चाहिँ फिनिसिङ टक्क आउँछ अनि तन्किनेहरू हुँदैन है। ठुलो पाटो राख्दा चाहिँ कहिलेकाहीँ तन्किजान्छ, कपडा अनुसारले हुने होला है। मैले चाहिँ यसरी नै गर्छु। अब हजुरहरूलाई कस्तो तरिकाले सजिलो लाग्छ त्यसरी नै गर्नु। चुड्का चाहिँ बराबरी हुने गरी राखिदिनु है त। चुड्कासँगको सवाल हो, अरू त केही भएन। ल हेर्नु त टक्क यसरी देखियो। अब यो टाइममा चाहिँ ओभरलक गरे पनि हुन्छ है भित्रपट्टि साइडमा। सर यो भयो। अब चाहिँ पाला हाम्रो के आयो भने त कफलाई पनि यसरी नै चुड्का ठ्याक्क मिलाएर राख्नु होला है त। आजकल चाहिँ कफ राख्नलाई सजिलो होस् भनेर हामीले चाहिँ लाउँदा नदेखोस् भनेर भित्रबाट राख्ने गरेका छौँ। पहिला चाहिँ बाहिरबाट राख्ने गरेको थियो। अब चाहिँ भित्री डबल, त्यही भएर चाहिँ यसरी राख्नुपर्ने भएको र भित्री चाहिँ हाम्रो ज्यादा लाग्छ है। ल यसरी सरर सिलाउँदै जाउँ। त्यो चुड्का चाहिँ अगाडिको पाटामा जस्तो गऱ्यो नि हामीले बाहिरी पाटामा त्यस्तै गरेर राख्नु होला है त। ल यो पनि भयो। अब हाम्रो पाला आयो अर्कोपट्टिको पाटा जोड्ने है त। अर्को पाटाको पनि सेम त्यस्तै गरेर चुड्कामा मिलाउनु पर्यो है त। यसलाई चाहिँ मैले माथि पारेर हेर्छु मिल्छ कि मिल्दैन रहेछ है त। बढी माथि पारेर हेरेँ है मिल्छ कि मिल्दैन, यसरी सिलाउँदा नि हुन्छ भनेर यो नतन्किने पाटा भएको भएर मैले चाहिँ यसलाई माथिपट्टि पारिदिएँ है त। अब यसरी पार्दै जाउँ। सट्ट चुड्का मिलाऊ, सट्ट पारेर सिलाइदिउँ है त। यसरी सट्ट सिलाइदिउँ। ल मेरो चाहिँ यो पर्फेक्ट भयो। हेर्नु है मलाई चाहिँ पर्फेक्टै लाग्यो। हजुरहरूलाई कस्तो लाग्छ? ल भयो है त। अब यो कप्स यसरी सुल्टा पारेर राख्ने त भने त सबैलाई आउँछ होला नि है। यसरी राख्ने त टक्क राखेर सुल्टा पारेर यसलाई सुल्टापट्टिबाट सरर सिलाउने, उल्टापट्टि चाहिँ यो कप्स राख्ने है। यसलाई 4 फोल्ड गरौँ। यहाँनिर चुड्का दिउँ। चुड्का भन्नाले ऊ क्या मार्क इन्टु क्रस चिन्ह जे भने पनि। अब यसलाई चाहिँ यसरी फेरि 1 फोल्ड गर्छु है त। ल 4 फोल्ड भयो। यहाँनिर यसरी चक्को मार्क गरौँ है त क्रस चिन्ह। चुड्का भने चाहिँ फर्स्टमा चाहिँ चुड्कालाई चाहिँ फेरि होल्ड भइहाल्छ। अब यो ठ्याक्क चुड्कामा यो क्रसलाई मिलाउने है। हेर्नु है त्यो चुड्का दिनुको कारण चाहिँ त्यही हो, ठ्याक्क क्रसमा मिलोस् भनेर है। ल अब यसलाई पिनअप गर्ने। यसरी अर्कोलाई पनि पिनअप गरौँ। पिनअप गर्ने बित्तिकै नसिलाउनु होला, यसो नापेर पनि हेर्नु होला बिचको डिस्टेन्स मिलाएको छ कि छैन, तलबाट फोल्ड गर्ने डिस्टेन्स मिलाएको छ कि छैन, सबै याद गर्नुपर्छ है। कहिलेकाहीँ चाहिँ चुड्काभन्दा बाहिर पनि जान सक्छ हेभी कप्सवाला, अनि सानो कप्स भएकोहरूलाई पनि गाह्रो हुन्छ है। यसरी ल मेरो चाहिँ 4.25 जस्तो आयो दुईतिरै। अब बिचको डिस्टेन्स हेरौँ है त। म चाहिँ प्रेस गरेर राखेको छु भित्री, सेन्टर पोइन्ट ठ्याक्क चिनोस् भनेर। ठ्याक्क मेरो 1 इंच 2 लाइन आएछ, ठ्याक्कै भयो है। ल अब यसलाई चाहिँ हामीले सरर सिलाउने है। मैले चाहिँ यो अहिले यसरी भित्री माथि पारेर सिलाएँ। कुनै दिन कुनै ब्लाउजमा चाहिँ मैले कफ माथि पारेर पनि सिलाएर देखाउने छु है। वेट गरिदिनु होला। लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। त्यसले गर्दा चाहिँ हामीलाई थप भिडियो बनाउनलाई प्रोत्साहन मिल्छ। अर्को भिडियो फेरि लिएर आउने छु है त कफ माथि पारेर है त। अब यसरी सरर सिलाइदिनु ल। सरर सिलाउँदा चाहिँ छेउ सिलाउनु है। बिचतिर सिलायो भने चाहिँ कफ धेरै च्यापेपछि सेप राम्रो आउँदैन है कस्टमर लगाउँदा। यसमा लकसक गर्नु पर्दैन। यो सिलाउँदै लुज टाकामा सिलाउनु होला है। के गरी कप्स तलमाथि भयो भने खोल्नको लागि चाहिँ अप्ठ्यारो हुन्छ, च्यातिन्छ। फर्म त हो यो, चेतिहाल्छ है। त्यही भएर लुज टाकामै सिलाउनु है। यसरी लुज टाकामै सरर सिलाउनु होला है त। एक राउन्ड र अर्को राउन्ड सरर यसरी पुग्ने गरी
सरर सिलाउँ। ल यसरी सररै है त। ठ्याक्क यो कफ चाहिँ राख्न सजिलो होस् भनेर कफको पार्ट चाहिँ मैले एकदमै स्लो गरेर राखिदिएको छु। अब मैले पाटा पनि जोडी कप्स भ्याएर यसमा पाइपिङ लाउँदैछु है त। बडी पार्ट मैले जोडिसकेँ। अब सरर पाइपिङ लाउनु। त्यति गर्न त अब साथीहरूलाई आउला नि त भनेर है अलिकति फरवार्ड गरिदिएँ भिडियो। अब सरर यो पाइपिङ लगाएर यसलाई पनि यहाँनिर मोडिदिन्छु म। ल यो सकियो। अब यो बडी भएकोलाई काँक्राकुङले यसरी कट गरेर फ्याँकिदिउँ। त्यसपछि यो चाहिँ हामीले पुरै हेभिङ गर्ने है त। यो यसरी सेपमा चाहिँ हामीले कट गर्नु पर्दैन, फोल्ड गरेर गर्ने हो। यसको लागि मैले एउटा भिडियो छुट्टै ल्याउने छु है त। ल अब चाहिँ हामीले सरर यो बाहुलामा पनि पाइपिङ राखिसकेको छ। म माथिबाट हानिदिएँ। अब काखी हाम्रो भिडियो मेन्सन गरे जस्तै 7.5 7.5 2 लाइन। अब यहाँ चाहिँ हाम्रो कति मेन्सन गरेको थियो 5 इन्ची। अब त्यही अनुरूपले सट्टा हामी सिलाइ गरिदिउँ है त। फिताले नापे नि भयो अझ सहज हुन्छ भने सेपपट्टिले उ गरेर मार्क गरेर पनि सिलाउन सक्नुहुन्छ है त। ल मैले चाहिँ यसरी सिलाइ गरिदिएँ है त। अब सट्ट यसमा डबल टाँका लगाऊँ। कस्तो लाइट चाहिँ तल माथि भएको। ल यसरी सरर सिलाइ गरिदिउँ है त। यसलाई सरर यसरी। अब अर्कोचोटि पनि डबल सिलाइदिउँ है त। यसरी डबल सिलाएपछि चाहिँ सिलाइ फुत्किँदैन, अलिक बलियो होस् भनेर है त। ल बाहुला यो अब जोडिन त सबै साथीहरूलाई जोडिन आइहाल्छ बाहुला जोड्नलाई होइन। सरर यसरी बनाइदिउँ। अर्को पाटा पनि त्यसै गरेर 7.5 नै ठ्याक्क यसरी जोडिदिउँ। अब यहाँबाट यहाँ सरर यसरी चिन्ह लगाइदिनु होला है। ल यसलाई पनि सर्टै सिलाइदिइहालौँ। सिलाइदिउँ यसरी। ल अब यसरी डबल सिलाइ गरिदिउँ यसलाई पनि। अब जोड्न त सबै साथीहरूलाई आउँछ होला है। धेरै लामो भिडियो के बनाइराख्नु भनेर है त। ल यो भइहाल्यो। यसलाई थोरै सेप बनाइदिउँ। अब यसलाई बडीमा यसरी राखिदिउँ है त। तल जोइन गरेर माथि चाहिँ ठ्याक्क चुड्का मिल्नु पर्यो। सोल्डरको चाहिँ सेन्टर चुड्का चाहिँ ठ्याक्क मिल्नुपर्छ है त। यसरी एउटा चाहिँ राखिनँ भिडियो, मैले एउटा मात्र राखेँ है त। बडी जोड्न नि साथीहरूलाई आइहाल्छ नि होइन। नआउनु त कुरै भएन सबै गरिरहनु भएको साथीहरूलाई। ल यसरी जोडिदिनु होला। अब खिपपट्टि बनाउँछ है म चाहिँ। यहाँनिर यो चापको एक चापले बनाउँदै जाने धेरै इन्चीको फरकमा यस्तो हुन्छ है त। ल हाम्रो चाहिँ रेडी भयो। ब्लाउज लगाउँदा चाहिँ यस्तो भयो। कस्टमर पनि ह्याप्पी, हामी पनि ह्याप्पी। ल हेर्नु है त लगाउँदा यस्तो टक्क। ल सेप यसरी राम्रोसँग